गाडी पनि दिएको छैन यार पाएकर भन्नु पनि त्यही देखि आउने हो हैन हामी बन्द हैन बिआइमी के गरिन्छ भने के बिआइमी मोरला के गर्ला नि यही राखिराख्ने के बाइकमा लगाउनु त हैन एउटा यो बाइकमा लगाउनु त हामी कुल हुनु पर्ने बन्द छ हाम्रो लागि नि उहाँहरु पनि गाडीमा हैन बन्द छ हाम्रो भरोसाले रोक्नु भएको हैन तर हामीलाई गाडी चाहियो यहाँ फेरि एउटा कुरा नि फेरि भन्दा बित्तिकै आउनु फेरि भन्न बिन्दास फन हो चोयो ब्यान बोलाउला हो त्यही कुरो भयो होला छुट्टो भन्दा बित्तिकै आन्न फेरि किन आउन्न हाम्रो कन्ट्याक्ट भइसकेछ यहाँ सोधुस् किन आउँछ कि आउन्न भन्नुस् हाम्रो कन्ट्याक्ट पहिला तपाईले भन्नु नि भ्यान किन आउनु अन द स्पट आउँछ उहाँले मेरो लागि नि बोलाइदिए मान्छे हो बोलाउँछ किन आउँछ तर सुन्नु त यिनीहरुले एम्बुलेन्समा पठाऊ यिनीहरुलाई समाता हामी लिन आउँछौं भनिरा मान्छे जीवन मृत्युको दोधारमा भासी त ठाउँको ठाउँको लागि पढाउनु पर्यो यसरी तडपार्दा राख्नु मिल्दैन नि त नर्मल ट्रिटमेन्ट भए पनि त ठाउँमा प्राथमिकता दिनु पर्यो जति खर्च लाग्छ हामी लगाइदिउँला भने यो त राजा सुन्नु न अझ सुन्नुस् मेरो सुन्नुस् हैन तपाईले त्यो भन्नुभयो माने के तर तपाईले सुन्नु न एम्बुलेन्सको कन्ट्याक्ट भएन एम्बुलेन्स बिजी भयो कन्ट्याक्ट गरिसक्यो तर तपाईको सुन्नु एम्बुलेन्स बिजी मान्छे चाहिँ कम भए पनि जिल्लामा गाडी हुन्छ चारवटा गाडी हुन्छ एम्बुलेन्समा एउटा गाडी हुन्छ हाम्रो हैन त्यो गाडी त मगाउन सक्नुहुन्छ नि तपाईले सुनेर पनि भनेको मैले तपाईहरुले त फोन गर्नु भयो के अरे हाम्रो एम्बुलेन्स बिजी भयो भिडियो सुट नगर न जिल्लामा चारवटा गाडी हुन्छन् इलाकामा एउटा गाडी हुन्छ हैन ल बान्यो गाडी आउन पाएन रे के तपाईको चाहिँ फेरि बिचरको गाडी आउन पाउँदैन कि पाउँदैन उहाँहरुले हाम्रो जिल्लाबाट गाडी ल्याएर आउला हरे फोन गर्नु भयो तपाईहरुले गर्नु भयो प्रशासन भित्र कुरा मलाई थाहा छैन ससुराल त यता भिडियो सुट नगर असय आएर पनि यही काम गर्नु यही काम गर्नु अनि मैले यहाँको कहीँ छैन रे अनि फेरि ओके बिहान समातेपछि मेरो लागि उहाँले फोन गरेर समातम